पनि म आइसकेको छु मिमी बोटला युट्युब च्यानलमा। तपाईँले हार्दिक स्वागत छ। आज म तपाईँलाई एउटा विशेष कुराको जानकारी नयाँ टेक्निकका साथ तपाईँमा उपस्थित भइरहेको छु। तपाईँको मोबाइलमा चलेर पनि भिडियो कल भइरहेको छैन र कसरी बनाउने त यसको बारेमा म तपाईँलाई छोटो जानकारी दिन्छु। अब लागौँ भिडियोतर्फ। तपाईहरुले सुरुमा भोल्टा एप टिप गर्दाखेरि फोनमा जानुपर्ने हुन्छ। फोनमा गइसकेपछि तपाईले *444# गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले 2 मा जानुपर्ने हुन्छ। र साथीहरु हुन्छ। सेटिङमा गइसकेपछि तपाईले सिम नेटवर्क सेटिङमा जानुपर्ने हुन्छ। त्यसपछि तपाईले चाहिँ सिममा जुन सिम छ त्यसमा जानुपर्ने हुन्छ। त्यसपछि तपाईले तलतिर देख्नुहुन्छ क्यारियर भिडियो कलिङ। तपाईले यसलाई अन छ भने यसलाई अन गर्नु होला, अफ छ भने यसलाई अन गर्नु होला। फोनमा जानुपर्ने हुन्छ। फोन गइसकेपछि सेटिङमा जानुपर्ने हुन्छ। सेटिङमा गइसकेपछि एडभान्स सेटिङमा जानुपर्ने हुन्छ। एडभान्स सेटिङ गएपछि एसेसिबिलिटीमा जानुपर्ने हुन्छ। त्यसपछि तपाईले यो टीटी मोड छ तपाईको टीटी मोड छ तपाईले टीटी वाइ अफ गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको भोल्टा लेखेको छ भने भिडियो कल हुन्छ। तपाईले यी सेटिङ गरिसकेपछि तपाईको चाहिँ भिडियो कल हुन्छ। आगामी दिनमा भिडियोहरु म ल्याइरहने छु। तपाईलाई यो भिडियो कस्तो लाग्छ उस्तै कमेन्ट गर्नु होला र आगामी दिनमा म नयाँ ऊर्जाका साथ यहाँहरुको कमेन्ट बमोजिम भिडियो बनाएर ल्याइ भएको छैन भने सब्स्क्राइब गर्न नभुल्नु होला। हस्।